पछि पछि आइज है बोल्नुपर्छ रे बोल्नुपर्छ है म त यो बोल्दै कहाँ जस्तो छ भन्ने सन्जु कहाँ जस्तो छ भन्छ सन्जु स्याउले जस्तो देखिन्छ पोतै तिम्रो जस्तो हो कि हो हेर्नु न रुखलाई हेर्नु आउँछ नि मलाई याद आउँछ नि हो हो नि बाबा जङ्गल आयो भने त उयो सिउला हुन्छ स्याउले के याद आउँछ नि स्याउले के याद आउँछ नि मलाई होइन बाबालाई के स्याउले भन्छ हामी स्याउले के याद आउँछ नि त भन्छ हामी सेउ ल्याएको त सन्जु बुढो बाबालाई बुद्धको मन्दिर जाँदैछु हजुरले नि हजुरले भन्नु न हजुरले भन्नु न बाबाले भन्छ लुम्बिनी हो कि लुम्बिनीको बुद्ध मन्दिर हो कि बुद्ध मन्दिर बाबाले भन्दैन नसन्दैन तैँले मम्मी अनि सन्जु त प्लेनमा चढेको हो कि होइन आज छोडेको डराएपछि डराइनस् डराइन हो ए अनि मम्मी नि मम्मी त अरे मलाई त पोरेको त अनि बाबा चाहिँ ल भन बाबा डराउनु भयो कि भएन त सन्जु बाबा त मलाई हेरेको हो र बिहान जस्तो मेरा भनेपछि मम्मी चाहिँ डराउनु भयो मम्मी त घोप्छ भएको मम्मी त हो र बाबा त त्यही हेरेको ल आज यस्तो गरेको आज चाहिँ हामी लुम्बिनी आएको यस मम्मी मलाई पासमा चाहिँ मलाई मुनि जायो नि के अरे दिदी सुतेछ भन्नु भने जस्तो बात भयो छैन के अरे फेरि भन्नु त हुन्छ आज बिचरा पाउँदैौ न रे झन् मैले पाउँछु बा भन्नुपर्ने बोलिन्छ बाबाले अरू जनावरहरू आउँछ होला जस्तो आउँछ नि ए अँ त नि बनिरहेको छ भन्छ बाबाले देखिन साँच्चै हो र देब्रेतिर ऊ पुरो बाटोमा बाटोमा हेर्नु न बाटोमा ए अगाडिको त कुकुर हो यतापट्टिको बाँदर हो कि बाँदर रहेछ रहेछ भयो ठस्स भइसक्यो त अनि बाँदर र कुकुर सँगै हिँड्दो रहेछ कि यहाँ हेर हेर यतापट्टि बाँदर कुकुरले लहत है त्यो बाटो त कति सोझो बाटो बनाएर मलाई नि के हजुरलाई नि बाबा मन पर्दैन मम्मी बाबालाई त मलाई मन पर्दैन पो जङ्गल हिमाल भन्नु न फोनमा दाइको फोनमा भन्नु दाइले भयो पठाइदिन्छ अरे बाँदर तर कस्तो के बाँदर र कुकुर सँगै भएको त होइन अरूतिरको त मिल्ने गरी यहाँको चाहिँ मिल्ने काठमाडौँ भने बाँदर र कुकुरको सँगै डुल्टै हाम्रोतिरको त मारिहाल्छ नि कुकुर बुद्धको मन्दिरतिर के तर यो ठुलो त धेरै ठुलो रहेछ है यो अब एउटै मन्दिरमा हामी गइरहेको छ यत्रो टाइम लागिरहेको अब ठुलो रहेछ त्यस खुट्टाले हिँडेर चाहिँ नभ्याउने रहेछ अब भोलि चाहिँ बिहानै युज गर्नु पऱ्यो 8 बजे खुल्छ भने के अरे अब उस गरौँ न भोलि चाहिँ बिहानै उठ्नु पऱ्यो 8 बजेबाट युज गर्नुपर्छ भनेपछि लम्पा चाहिँ साइडमा हाततिर पात्तै भनेको त मैले मुखेन सन्जु चस्मा लगाए त अनि बाँदरले हेरौँ चस्मा लगाएर कस्तो देख्दो रहेछ ए सन्जुको साथी कुकुर आउँदैछ
बेला त कति गाडी आइसक्नु पर्ने नि यहाँ गाडी आउँदैन रहेछ कि मम्मीले फेरि अब के निकाल्नु लाग्नुभयो मम्मीले ल मम्मीले रोड हान्नुभयो के अरे कहाँ गइदिनु त बाबाहरू त्यो मान्छेले त वहीँ मन्दिरमै लिएर छोडिदिने भयो क्या बाबालाई मिलाने भयो बिचमा बुद्धको के अरे मन्दिरतिर के सुन्छन् र के जस्तो हेर्नु त आनन्द हेर्ने छ कि यहाँ भिडियोहरू पनि गर्नु दिन्न अरे होइन बुद्धकोमा चाहिँ ए झन् त्यहाँ बनाउनु गर्ने थियो भिडियोहरू फोटोहरू खिच्नु पाउँदैन अरे त्यो बुद्धको मन्दिरमा चाहिँ भन्नु सुन्थेँ कि अरे अब त्यही नै होला कहिले के अरे बनाएको रे मनाइछ उनीहरूले चाहिँ नगर्नेलाई ए टिकट काउन्टर यहाँ होला नि त अनि पछाडि देखिएको कि माया दिदीको मन्दिर अरे अब अहिले 66-67 वर्षको उमेरमा बनेर आज छोराले यहाँ दर्शन गर्न लिएर आयो र देख्न पाइयो उहाँको छोरा गौतम बुद्ध जो विश्वमा चिनिन्छ तर बचपनको नाम त सिद्धार्थ हो नि त उहाँको आमाको चाहिँ नाम चाहिँ माया देवी अरे उहाँको दर्शन चाहिँ आज बल्ल गर्न पाइयो एउटा खुसीको कुरा हो यो यति हाम्रो बाबुले बुद्ध मन्दिरमा घुमाउँदैछ बाबुले धेरै खुसी छौँ हामी प्रोभिजन गर्न मिल्छ कि मिल्छ त्यसमा चाहिँ एकपल्ट अति रमाइलो ठाउँ रहेछ राम्रो ठाउँ रहेछ म भन्नु मेरो नाम भन्नु ल सन्जय उता जा रे ल ल ल ल के अरे सन्जय तेरो नाम के हो रे सन्जु कुमारी हो मेरो नाम ल पूजा सन्जु कुमारी पूजा हो रे कुमारी त हो नि उसको नाम चाहिँ ल हेर त बाले बोलाएको यो त कति हो उताको त माछा हो नि त उता हेर नि भएछ त बेलुका उठाइ हजुर बहिनीहरू अब यहाँबाट सिधा गयो भने चाहिँ एउटा आगो बालेको छ अरे होइन त्यो चाहिँ जिन्दगीमा कहिले पनि नभर्ने कि पानी आए पनि हुरी आए पनि त्यो बलेको गर्ने अब घर पनि के गर्ने त्यो हेरेर जाने अब पैसा लाग्नु भन्नु
अहिले चाहिँ चाँड देखिसक्नु भने है सन्जु अनि म किनिदिन्छु है सन्जु थाकिसक्यो ल सन्जु रिसाएछ अब के गर्ने होला यहाँ भिडियोमा हेर्दा सन्जु रिसाएको हो त के होइन ए लोलोको पार लाग्यो ए हो र लोलोभन्दा सानो होला त सन्जु लोलोभन्दा सानो कि ठुलो हो त सानो होला लोलोभन्दा त लोलो त सन्जुको आन्टी होला हो ल लो सन्जु सन्जु लो 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 सन्जु लो लो ल सन्जु लोलो आन्टीलाई नमस्ते भन् त सन्जु लोलो आन्टीलाई नमस्ते भन् त आन्टी भन् लोलो आन्टी होइन तेरो मामा हो मैले त ल अब मामा जस्तो देखिन्छ ल लोलो सन्जु मामा ए हो र थाहा रहेछ यसलाई थाहा ए ल के भन्छ अरे ज्ञानै हो के भन्ने अघि त नानी लिएर आउँछ होला यहाँनिर नानी लिएर आउँछ अरे अस्ति नि एक दिन मलाई फालेर गयो नि कसले हो र गाउँमा गइसक्यो त्यो घरको नानीले मम्मीले हो है मम्मीले झन् ढिलो गरेर नि त्यही त नि छिटो जाऊँ भन्दा त छिट्टै बारी हुँदै किन जानु भनेर सन्जु त म छेउले गएँ नि म छेउले गइनँ मम्मी छेउले गइनँ छेउले नगरेर ज्ञानै भएकोलाई नि अनि ज्ञानी भनेपछि अनि सेउले गएर चाहिँ दुर्गा दाईलाई भेट्दैछ भेटिन सन्जु दुर्गा दाईलाई भेट्दैछ भेटिन सेउले गएर दुर्गालाई भाइ हो र सन्जु र सब विनिता
सन्जु साँच्चै भनेको कि ढाँटेको सन्जुले दुर्गाको भुँडी बनाउनु त विनिता हो? होइन के अरे भविनको बुढीको नाम भन्दैछु ए भगिनीको मेरो त हो सन्जुलाई थाहा रहेछ अस्ति सेलिब्रेट अनि दुर्गाको नि के हो त झर्ना झर्ना हो कि झरना हो र अनि फेरि त्यो दुर्गाको नानीको नाम चाहिँ के राखेको छ अब मलाई थाहा छैन फोनमा बात गर्दा सोध्नुपर्छ नि त। तोड के आन्ते के नाम राख्यो के राखेको छ अब मलाई थाहा छैन अनि के अब त के मन्दिर चाहिँ ए के पोखरी बनाएको होला बनाएको रहेछ नि त पुरा इट्टा लगाएको छ ए अँ त नि त्यो त बनाएको रहेछ म त यतिकै त्यो खल्टा भएर 5 वर्ष बोलाउने हो त बनाएको बनाएको यता नि छोक्रै यो माया देख्दै गौतम बुद्धको नहुनुको लागि सन्जुहरू त गौतम बुद्धको होला ओहो हो र घरमा त आज चप्पल गएको यतिकै मजा लागेन कि 35ครับตอนที่พระนางให้ประสูติการพระราชกิจ ए यो पार्क रहेछ नि त आउनु त पार्क भन्दा पनि यो लुम्बिनी लेखेको रहेछ कि अब हामी लुम्बिनीमा आएको नि त अब लुम्बिनीमा आएको अब यो लुम्बिनीको यसो उस गर्नु पऱ्यो नि त ल यो लुम्बिनीको ए उपलपट्टि रहेछ होइन ल यो चाहिँ उस रहेछ कि ल यो लुम्बिनीको उस रहेछ अब हामीले चाहिँ एउटा फोटो खिच्नुपर्छ यहाँ होइन अब चाहिँ डराउँछ कि क्या सन्जु ए दर्शन गर्ने ल नमस्ते गर्दा सन्जु बाँदरलाई नमस्ते नमस्ते बाँदर मारुति ओ मारुति मारुति नमस्ते दर्शन गर्छु भन्छ ओहो तल त्यो उस रहेछ ओ मारुति दर्शन 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 मारुति दर्शन के हो तिमीहरूको नाम ल यहाँ हेलो गर त सुन्तला खान्छ होला एउटा गरेर दिनु पर्यो बाबु यहाँ मेरोमा के हाल्दिन खाँदै गर्नु चामल त खाँदैन क्या बरु एउटा सुन्तला दिन्छ बिचरा यो चाहिँ आमा रहेछ होइन नानी रहेछ यो आमा रहेछ क्या यो त्यो नानी हो दुई तिनवटा दिन न अब उसो हुन्छ बिचरा तर खान्छै हाम्रो दर्शन खाइदिन्छ है एलटोक्यो अन्त यो कुकुर यो बाटो यताको लागि देऊ नि त यो आमा चलाइदिनु यो आमा हो यो आमा चलाइदिनु त जसले भने निकाल्दा यो आमा रहेछ भयो यति भएछ ल यताबाट नि दौड्दै आइरहन् फेरि बिचरा आइज हिँड्सेक गर अब के छ केटो
नानी धारला राम्ररी हिँडेर गएको पुरा खान्छ उड्छ र के यस, भोलिले के खानेकुरा लिएर आउने होला गाडीमा कसले बोल्छ तर लाटा रहेछ होइन बाँदरहरू खासै त्यो उसमा रहेछ कोही त टोक्नु होला बस हुन्छ मान्छे देखेको गर्ने भएर उस होला के ए खै एउटा दिन त यो त पछायो बिचरा त्यो उताकोले हेर्दैछ के अरे अब दिन लाग्यो डरा ल ल ल यही उसको लागेको कि यो त देख्यो होला के अरे फेरि पाउँछ भने भयो भयो एउटा दिन त नानी कहाँ रहेछ लखन लाग्यो नि ए भयो यिनीहरू झन् थाहा भएछ कि होइन अलिक धेरै लिएको होइन हुन्थ्यो हेर त हेर ल्याएर धारे झन् भित्रसँग त्यो टक्रै झन् फराउलाहरूमा त खोराइदिन्छ नि उही कुकुर जस्तै सुई लगाउँछ त्यसले यिनीहरूको त कडा हुन्छ अरे यिनीहरूको नि त्यही बराबरै टोक्यो भने त 10 वर्षसम्म त सुई लगाएन भने त पागल हुन्छ के अरे उड्ने राम्रो रहेछ मैले खानेकुरा ए रहेछ नि त यहाँ भन्नु भन्ने नहो पानीको तल रहेछ कहिले पनि रहेछ के भन्नु हेर्दा त्यहाँनिर रहेछ ढेँडो त्यसलाई चाहिँ दिने अरे होइन दिने होइन त्यतिकै भनेको कि तर यहाँ बाँदर चाहिँ रहेछ है टन्नै बाँदर त सस्तै रहेछ उतान्छ अगाडि खानेकुरा सस्तै ल्याएर दिनु लाने छ नि तेरा लैदियो तिमीले लैदियो नि त नि बाबा चाहिँ मार्ने कहाँबाटहरू जाने त्यताबाट नि यताबाट नि रहेछ टोटो बोल्नु टिकट काट्ने कहाँबाट होला टिकट यताबाट हो हजुर चौधन ए भन्छ अलिक टाढै छ है ए टाढै पो रहेछ त नि बाँदर त अन्त सस्तै पो रहेछ हो बाँदरको त यहाँ उसरी रहेछ नि यसो बाँदर बाँदरकै उसरी रहेछ नि तेरा लैदियो लाग्यो मिठाई ल्याएर उता फाल्दिने मिठाई त खान्न होला नि बाँदरले त तेरा खान्छ है बरु केराहरू चाहिँ खान्छ होला केरा त खान्छ यिनीहरूले बाँदरले तेरा खान्छ त तेरा चिडियाघरतिर त यस्तो खुवाउनु त पाबन्दी हुन्छ र उसी ठाउँ यिनीहरू पाउनु त चाहिँ खान्छ पाउनु चाहिँ यताबाट हो टिकट पाउने यताबाट हो ए धन्यवाद यहाँबाट लामो पर्छ अरे होइन नजिक उसँग त ए हजुर धन्यवाद बाख्रे मात्र है बाँदर कति चाहिँ हिँड्नु फेरि यो मान्छे भेटाएको नै भइर त फराउन आउने के त्यो पनि होला तर कोही त कहाँ फराउन आउँछ नि आज चाहिँ हामी लुम्बिनी आइयो अहिले चाहिँ हामी मायादेवी मन्दिरतिर गइरहेको छौँ यो नि त्यही गुम्बा सुम्बा के होला गुम्बाको केही होला नि
टाढाको पाहुनाहरू बस्ने के नि हुन्थ्यो त्यो गेस्ट हाउस त्यो मान्छेले उहाँ त्यत्रो उता लैराख त्यसले पनि के आश गरेको होला फेरि त्यतिकै त मान्छे हिँड्दैन बाबाले स्वाट पोकेटबाट 1 करोड निकालेर दिनुहुन्छ र बल्ल थाहा पाउँछ बाबाले अहिले पोकेटबाट खोल्टीबाट 1 करोड निकालेर दिनुहुन्छ र होइन 1000 होइन 1 करोड आठो हुँदै जान्छ के अरे भिड डर लाग्छ केही आएको त हुने त्यो त उहाँबाट आएको नि यहाँबाट नजिक छ भनेको उस गरेर होइन होइन दे हुन्छ छ भने त 20-30 रुपियाँ 40-50 छ भने दे हुन्छ है तर हामी ठिकै टाइममा आइएछ आज एउटा मन्दिर चाहिँ भ्याइने भएको रे अनि बाँकी चाहिँ भोलि मन्दिर भ्याउने अझै हामीले त के अरे उहाँ मन्दिरमा 10 मिनट भइसक्यो हामी पुगेकै छैन अब उहाँ भित्र जानु पर्यो घुम्नु पर्यो होइन ठुलो ठाउँ चाहिँ धेरै ठुलो रहेछ यो के हो यस्तो यहाँ त बिहा जस्तो छ त चप्पलहरू जुत्ताहरू त्यहाँ राख्नुपर्छ अनि दर्शन गर्ने कहाँ हो मन्दिर बुद्धको मन्दिर आएको जन्मेको जन्म भएको ठाउँमा आएको छु आज एउटा मन्दिर चाहिँ मायादेवी मन्दिर मात्रै भ्याउने छ आज अरू चाहिँ भोलि भोलि चाहिँ त्यही भोलि नै गाडीमा रे नत्र त गाडीमा पैसा नभ्याउने रे मन्दिर चाहिँ यही मन्दिर यही हो मन्दिर गौतम बुद्ध जन्मेको मन्दिर चाहिँ यो मन्दिर नि यहाँ चाहिँ जन्म भएको अरे गौतम बुद्ध किन मायादेवी मन्दिर भन्दो रहेछ के अरे सन्जुलाई गर्नुभयो कि त्यहाँ सन्जु जग्गा खोज्छ नानी सन्जुलाई दिमाग खराब भयो अरे जग्गा खोज्ने छोड्नु यो जग्गा खोज्ने मान्छेलाई सुनाउनुहुन्छ कि हेलो मान्छेलाई नसुनाउ हाँस्न पाइन्न अरे भित्र जानु चाहिँ कहाँबाट हो भित्र जानु चाहिँ कहाँबाट ए उताबाट हाम्रो साइडमा पाएछ उताबाट अरे बा भित्र जाने यहीँबाट आउने आउनु त यता बाउलाई हुनु बाउ ए हिँड्नु सराउनु
आज चाहिँ फुलहरू आएर एकछिन क्या यहाँ मान्छेहरू नै छन् ल हामी छिटो जानु पर्यो सब ग्रुप रहेछन् सबैलाई छिप्न दिँदा टिकट बाबासँग छ अलि छिटो यहाँ भित्र चाहिँ क्यामेरा लानु खिच्नु पाउँदैन अरे यहीँसम्म अरे यतिसम्म अनि त्यो टिकट देखाउनु ल अब हामी चाहिँ गौतम बुद्ध जन्मेको यो भित्र हामी गइरहेको छौँ होइन अनि भित्र चाहिँ पाउँदैन रे क्यामेराहरू लानु होइन अब हाम्रो चाहिँ अब यहीँसम्म पैसा चढाउने हो र अहिले आउँदा गरौँ भने ए चढाउनु अहिले ऊ बाबुकोसँग के बाबुकोसँग सक्दिनँ त्यसरी त कहाँ सक्दिन्छ पसिएको जस्तो कि अब小心点啊！还会帮你扶了一下。扶啊！这个对，应该扶了一下。他给不着了。好了，谢谢你啊。过来，我上面好亮，OK 了。在这儿认识的。那等于说线搞好过来就接好就好了。管子啊，然后锄头，注意安全啊！没事的。他们这帮人也不帮你扶着一下，这没用了。那个这个皮子没事啊，这个有法律的。佛陀保佑，阿弥陀佛，你怎么的？ यसमै हालिदिनु 你要在这待多久啊？然后就这样吧，我也回去了啊。他回去了。对对对，好嘞，祝你一切顺利啊！行，谢谢。锄头来挖一下，稍微挖一下就放树就好了。सही है बिल्ला का कोई ऊपर नहीं है कदे पाइप डाले फिर भी कोई के ना पाइप डालना नहीं जानता है कि जोड़ दे वो ना है पाइप
अहिले त्यहाँ उसहरू भेट्यो भने गरौँ जानु छ तल जुत्ता खाए बाल जुत्ता ल्याउनुहुन्छ अनि त्यस्तो लाँदा है अनि अहिले बाँदर हेर्नु जाने फेरि थाक्यो जरा मेरो कान्छी थाक्यो त्यहाँ आगो पर छ नि यो हुन्छ ऊ त्यो आगो चाहिँ कहिले पनि नहुने आगो त्यो पानी यताउता आउँदा पनि केही नहुने ऊ पर बाउहरू गइसक्नु आउनु मम्मी यहाँ खिच्ने एउटा ठिक नि यो आगो चाहिँ कहिल्यै नमर्ने अरे क्या यो पनि छ अरे ए त्यही तलाभित्र अर्को चाहिँ बाटो पेट्रोल हाल्छ हुन्छ त टाढाबाट यहाँ भन्छ यहाँ त त्यही त होला त्यही हो कहीँ न कहीँबाट पेट्रोल हाल्छ तर पानी पर्दा नि उस हुँदो रहेछ क्या मर्न अरे कि यो चाहिँ अब तर यहाँ फेरि यहाँ मर्दा नि मर्छ होला नि तिनीहरूले गफ हाने होला नि त मर्दैन भने होइन उहाँ मुक्तिनाथमा पनि पानीले मात्र गर्छौँ अनि खास गरी जापानिजको मार्केट त्यहाँ हेर्छौँ भनेको तर दिएन होला दिन्न भन्छ नि त्यही हो अघि आगो देखियो जस्तो आएको थियो कता गएर आगो थियो यही देखेको अघि आगो देखेको थियो अहिले त हरायो यही ऊ त्यही आगो अरे कि यो आगो चाहिँ कहिल्यै नमर्ने नमिल्ने भन्छ कि अब बाले फेरि पेट्रोल हालेको अरे हुँदैन होला त्यही अहिलेको टाइममा यो आगो चाहिँ कहिल्यै नमर्ने हो अरे होइन भन्छ कि अब साँच्चै कि ढाँटेको यही आगो हेर्नुहोस् होइन पर्दैन यस्तो कहाँ ल सन्जुलाई निद्रा लगाइसक्यो अरे ल सन्जु हेर्दै बाबा एकचोटि हेर्नु त आगो होस् हो ल 1 2 1 अलि उता बस्नु है यहाँ यता धेरै भयो कि यता धेरै भयो भने त मान्छे उता हुन्छ केही हुँदैन केही नै होइन त्यस्तो केही पनि हामीले यहाँ फ्यामिलाइज गरेको यहाँ सन्जु हामी फ्यामिलाइज गरेको अरे भिडियो तपाईँहरू एकजना जानु नि त है फेरि
समीरा त भएर